Hello guys, welcome back to my new video and my YouTube channel. तपाईहरु सबैलाई हार्दिक स्वागत छ। र प्राय मान्छेहरुले विदेशको ठुलो बाटो अनि ठुला बिल्डिङ देखाउँछन् र त्यसको मात्र भिडियो अनि फोटो खिच्दछन् भने म आज तपाईहरुलाई विदेशका साना बाटा अनि साना घर पनि देखाउन चाहन्छु र भिडियो अन्त्यसम्म हेर्नु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला भन्न चाहन्छु। र म अहिले यो जहाँबाट भिडियो बनाइरहेको छु यो ठाउँको नाम रहेको छ युरोपियन युनियनको सदस्य भएको देश साइप्रसको लिमासोलबाट म अहिले भिडियो बनाउँदै छु। र यो युरोपियन युनियन ईयूको मेम्बर रहेको सानो अत्यन्तै सुन्दर र शान्त भएको देश हो र यहाँ त्यति ठुला बिल्डिङहरू पनि छैनन्, त्यति ठुला बाटा पनि छैनन् र यो अलिकति भित्री लिमासोलको यो मोलस पार्कबाट अलिकति भित्रको भाग पर्दछ र यही हो यहाँको मान्छेहरूको बसोबास। यसरी साना घरमा पनि छ हैन र अब ठुला बिल्डिङ पनि अहिले बन्ने क्रम यहाँ एकदमै जारी छ। तर यहाँ म्याक्सिमम चाहिँ साना घरहरू हैन साना बाटाहरू पनि छन् र मान्छेहरूले युरोप भन्ने बित्तिकै सबै ठाउँमा एकदमै ठुल्ठुला बिल्डिङ होलान् हैन ठुल्ठुला बाटो होलान् भन्ने मान्छेको त्यो हामी आम नेपालीको सोचमा हुन्छ। अब जो मान्छेहरू अलरेडी आउनु भएको छ उहाँहरूलाई त अब भनिराख्नु उहाँहरूले हेरिराख्नु परेन यो भिडियो। तर जो अहिले हाम्रो नेपालमै हुनुहुन्छ र युरोप भन्ने बित्तिकै धेरै नै तपाईको चाहिँ नि सम्पन्न होला, धेरै नै राम्रो होला भन्ने पनि लाग्छ। राम्रो छ, इट्स नट ब्याड। र हामीले जो सोच्छौँ त्यसै हुँदैन र प्राय युट्युबरहरूले यो भिडियो बनाउँदाखेरि ठुला बाटो र ठुला घरको मात्रै भिडियो बनाउने गरेको पाइन्छ र सायदै भित्री भागको भित्री साना बाटोको भिडियोहरू बनाउने एकदमै कम मात्रामा पाइन्छ र त्यसैले गर्दाखेरि मैले आज पनि यसरी नै एउटा भिडियो बनाऊँ र युट्युबमा हालौँ भन्ने जमर्को गरेको छु। र अहिले अग्ला बिल्डिङ बन्ने क्रम एकदमै जारी छ र पुराना बिल्डिङहरू चाहिँ यसरी सानो हैन टाइलहरूले छाएको चिटिक्क परेको हैन एकदम यहाँको लाग्छ। यहाँको सबै पुरानो टिपिकली होला जस्तो लाग्छ यहाँको घरहरू र यही हो। हजुर तपाईहरु सबैले आशा छ यो भिडियो अन्तिमसम्म हेर्नुभयो होला र मेरो यो च्यानललाई सब्स्क्राइब लाइक सेयर गर्नुभयो होला भन्ने मेरो एकदमै आशा छ। र एकदमै युट्युबमा नयाँ पनि छु र मेरो सब्स्क्राइबर पनि एकदमै कम छ, 1000 पनि पुगेको छैन र म यसरी अहिले भ्याएसम्म चाहिँ विभिन्न ठाउँका भिडियोहरू बनाउने अनि युट्युबमा हाल्ने प्रयास गरिरहेको छु। त्यही हो, तपाईहरु जहाँ हुनुहुन्छ हैन जुन अवस्थामा हुनुहुन्छ एकदमै स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् हैन लाइफ इन्जोय गर्नुहोस् हैन। यही हो हाम्रो यो अहिले यो ठाउँमा सायद म गलत छैन भनेदेखि विदेशीहरू मध्येकै नेपाल चाहिँ तेस्रो नम्बरमा छ भन्ने आँकडा छ साइप्रसमा। रसियन अनि ब्रिटिस पछि चाहिँ नेपाली समुदाय चाहिँ अत्यन्तै तेस्रो धेरै यो ठाउँमा अहिले कामको सिलसिलामा बसोबास गर्छ भन्ने एउटा आँकडा पनि छ साइप्रसमा। म पनि यो ठाउँमा विगत 7 वर्षबाट छु हैन। यही हो लिमासोलको अलिकति भित्री भाग र अहिले अलिकति बाक्लो गाडीहरू पनि अब भेटिन्छ र यो लिमासोल सहरलाई चाहिँ बस मार्फत
सबै ठाउँमा मतलब सार्वजनिक बस मार्फत सबै ठाउँमा जोड्ने यही बाटो हो। यो 30 नम्बरको बस तपाईँको यो लिमासोलको मायामानदेखि पार्कल्यान्ड होटलसम्म होइन यही बाटो भएर जान्छ र यही समुद्रको किनारमा यहाँ बाक्लो बस्ती र ठुला बिल्डिङ पनि छन् र प्रायः जसो रेस्टुरेन्ट होटेल म्याक्सिमम यही बाटोको आसपासमा छ र मान्छेहरू यही बाटो मार्फत आफूलाई काममा आउने जाने एकदमै सहजता छ। म पनि यही बाटो नै प्रयोग गर्छु र 4 वर्षदेखि एउटा म जुन अहिले त्यहाँ ठाउँमा काम गर्दैछु त्यो ठाउँमा जानको लागि यही बाटो नै मेरो प्रमुख बाटो हो र यही हो साथीहरू। तपाईँहरूले यो भिडियोलाई कतिको मन पराउनु भयो या पराउनु भएन कमेन्ट गर्नु होला र अब यति बोल्दै गर्दाखेरि केही कमजोरी भयो होला त्यसलाई माफ गर्नु होला र यहाँको साइप्रसको हेर्नुहोस् बस स्टप हाम्रो जस्तो होइन जहाँ पाते रोक्दैन। हुन त अहिले पनि काठमाडौँतिर ठ्याक्कै बस स्टपहरू बनाएको छ होइन, तर मैले देखेको छैन। म किनकि 7 वर्षबाट नेपाल मेरो प्यारो देश फर्किएको छैन र यसरी ट्याक्कै यहाँ जहाँ हुन्छ बस त्यहाँ रोक्छ, जहाँ पाते रोक्दैन। म पनि 30 नम्बरको बस कुर्दैछु काममा जानको लागि। यही हो, यो चाहिँ यहाँको यो के भन्छ सोसल इन्सुरेन्स अफिस हो लिमासोलको। अनि त्यसै गरी चाहिँ लेबर कोर्ट हो र अहिले अब नयाँ बिल्डिङहरू बन्ने काम पनि यहाँ तीव्र छ। म आउँदाखेरि यस्तो 15-20 तले होइन बिल्डिङहरू थिएन र अहिले चाहिँ बन्दैछ। यही हो, यति भन्दै मेरो भिडियो टुङ्ग्याउन चाहन्छु। धन्यवाद भिडियो हेर्नुभएकोमा, धन्यवाद सब्सक्राइब गर्नुभएकोमा। थ्याङ्क यू सो मच। टेक केयर, बाई बाई।